जय मसी तपाईहरु सबैजनालाई। अनि म चाहिँ धमाधम खाँदैछु। एकदम मासु रोस्टिङ गरेको थिएँ अनि मासु रोस्टिङ गरेकोलाई यसरी सब्जीसँग यो स्यालेड पत्तासँग एकदम खाँदैछु धमाधम। मिठो। यसरी खाँदैछु है साथीहरु। म चाहिँ पत्तालाई यसरी चुडायो अनि यहाँ मासु लियो अलिकति यस्तो रोस्टिङ गरेको मासु अनि यहाँ टमाटरको अचार बनाएको छु। यसरी चोप्दै अनि गम गम मिठो। एक्लै छ, राम्रो त लागेको छैन, तर के गर्नु, राति भयो सबैजना खाएर सुतिगयो अनि एक्लै पर्यो राति। खानु त पर्यो, भोक त लाग्छ। मिठो, साह्रै मिठो भएछ है साथीहरु। तर के गर्नु साथीहरु, काम गर्छु। अब काम नोकर जस्तो गरे पनि खुवाइ चाहिँ एकदम राजा जस्तो खानुपर्छ अरे नि भन्थ्यो। अब कसैले भन्थ्यो अब यस्तै डाइलगहरु नि, काम गर्नुपर्छ नोकर जस्तो अनि खानुपर्छ राजा जस्तो भनेको त्यस्तै भइरहेछ है आज चाहिँ साथीहरु। आज एकजना बहिनीको बर्थडे थियो। उसको बर्थडेको नामको मासु तगडा खुवाइ हुँदैछ है। मासु चाहिँ तगडा खुवाइ भयो आज साथीहरु। आरु पनि छ, त्यहाँ एक पिस अनि यहाँ एक पिस। त्यो चाहिँ आरु मजाले पोल्दैछु, रोस्टिङ गर्दैछु। त्यो पनि अब खानु होला, खाने त कोही पनि छैन, मै मात्रै हो। साह्रै मिठो भयो रे साथीहरु। खानु चाहिँ यस्तो पर्दो रहेछ हो कि त्यो बहिनीले सिकाएको थियो मलाई। यस्तो पत्ता ल्याउनु अरे अनि यसरी बिचमा मासु हाल्नु भन्यो अनि धमाधम यहाँ अचारमा यसो चोप्दै गम खानु अरे। मिठो, बहुत मिठो। हुन्छ साथीहरु, गुड नाइट सबैलाई।